नमस्कार। हामी यति बेला चीन भ्रमणको क्रममा छौं। चीनको बेजिङदेखि गुन्जाओतर्फ जाने यो बाटोमा हामी अहिले विश्वकै सबैभन्दा द्रुत गतिमा चल्ने ट्रेनमा छौं। यो प्रति घण्टा करिबन 300 को स्पिडमा चाहिँ यो यसको गति छ। यहाँले देख्न सक्नुहुन्छ यो खेती यो हामीले यो बेजिङबाट चढेदेखि नै हामीले चाहिँ यो खेतीपातीहरू देखेका छौं। कृषिमा कसरी परिवर्तन गरेको छ, कसरी चाहिँ चेन्ज गरेको छ भन्ने कुरा यहाँले देख्न सक्नुहुन्छ। साँच्चै कि विकासको निम्ति कृषिले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने कुरा यो चीनको यो कृषि खेती योग्य जमिनमा चाहिँ जसरी कृषि गरेको छ हामीले यसबाट पनि थाहा पाउन सक्छौं। यहाँ कतै पनि हामीले चाहिँ बाँझो जग्गा बाँझो जमिन चाहिँ देखेका छैनौं। यहाँ कहीं न कहीं खेतीपातीहरू खेती गरेको अथवा कृषिमा विभिन्न प्रकारका कृषि खेतीहरू गरेको चाहिँ देखिन्छ। यो हामी गुन्जाओ जाने बाटोमा बेजिङदेखि गुन्जाओ जाने बाटोमा यहाँ कसरी कृषि गरेको देखिन्छ। दायाँ बायाँ दुवैतर्फ नै यस्तै कृषि गरेको देखिन्छ। साँच्चै कि हेर्न लायक छ। हेर्न मात्र हैन, यो हामीले जे देखिरहेका छौं यही कुरालाई चाहिँ हामीले हाम्रो देशमा पनि यसरी नै यो बाँझो जमिनलाई चाहिँ कृषिमा लैजानको निम्ति नयाँ नीति नियम बनाएर लैजाने हो भने निकै परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ। यहाँ बाटो हरेक ठाउँमा छ भने यहाँ यसरी कृषिहरू प्रशस्त मात्रामा कहीँ पनि कुनै पनि खाली जग्गा छैन, जमिन छैन। यहाँ पूर्ण रूपमा चाहिँ कृषि गरेको देखिन्छ। यहाँहरूले यो अत्यन्तै गतिमा रहेको रेल मार्फत देखिराख्नु भएको छ। भनेको यहाँहरु बीचमा म 1 मिनेटको भिडियो बनाइरहँदाखेरि हामी करिबन 2.5-3 किलोमिटर चाहिँ दूरी पार गरिसकेका हुन्छौँ। यो ट्रेन विश्वकै सबैभन्दा द्रुत गतिको ट्रेन हो। यो चीनमा अहिले यो बुलेट ट्रेन भन्छ, यसलाई बुलेट ट्रेन। यो चाइना रेल सेन्ट्री मिडियाबाट यो सञ्चालित छ। यहाँको विकास हेर्न लायक छ। यहाँ तपाईहरुले देख्नुहुन्छ विकास अत्यन्तै द्रुत गतिमा भौतिक विकास देखिन्छ। त्यस्तै कृषितर्फको विकास पनि यहाँहरुले देखाउँदैछु म। कृषितर्फको पनि त्यस्तै विकास छ। यो विकास यो चीनको विकास देख्नको निम्ति हेर्नको निम्ति विश्वका हरेक कुनाहरुबाट यहाँ आउने गर्नुहुँदो रहेछ। यो हेर्नु त कति सुन्दर गाउँ, वरिपरि खेतीपाती गरेको छ। पारी देखिन्छ। जति तपाईहरुले आफ्नो आँखाले देख्नुहुन्छ, जति हामीले यहाँबाट देखेका छौं त्यतिमै खेतीपाती छ, कृषि गरेको छ। बीचबीचमा हावाबाट बिजुली निकालेका ठाउँहरू पनि छन्। यहाँ अघि देखिएको थियो बीचबीच बाटोमा हावाबाट बिजुली निकालेको ठाउँहरू पनि छ। त्यहाँबाट चाहिँ हावाबाट बिजुली निकालेर त्यो जहाँ कृषि क्षेत्र छ, कृषि योग्य जमिन छ त्यहाँ प्रयोगको निम्ति लागिएको छ। पानी तान्नको निम्ति, पानी प्रयोग गर्नको निम्ति लागिएको रहेछ। यहाँ बीचबीचमा गाउँहरू छन्, सानसाना गाउँहरू छन्। यहाँहरूले हेर्न सक्नुहुन्छ कति सुन्दर छ बस्तीहरू। यो भित्री गाउँ हुँदै हामी चाहिँ गुन्जाओ जान लागेका छौँ। चीनको राजधानी बेजिङदेखि हामी गुन्जाओ जाँदैछौँ। यो जाने बाटोमा यहाँहरूले चाहिँ यो कृषिमा देखिएको परिवर्तन, कृषिले गरेको परिवर्तन, चीनलाई चाहिँ यो कृषिले आम्दानीको स्रोतको रूपमा चाहिँ लिएको छ। यहाँको उत्पादनहरू हाम्रो नेपाल भारतसम्म पुग्छ र विश्वका हरेक कुनाहरूमा चाहिँ यहाँको उत्पादन पुग्ने गर्छ। धुलो मैलो कहीँ देख्न पाएको छैन। हेर्नु अत्यन्तै सुन्दर सफा छ। यसरी पानी व्यवस्थापन गरेको छ। हेर्नु यो खोलालाई चाहिँ पानी यसरी शान्त बीचबीचमा काटिएर लगिएको छ। यहाँ एक ठाउँमा रुख हुर्काउँदो रहेछ। रुखहरू बिरुवाहरूलाई हुर्काएर अलि ठुलो रुख भइसकेपछि त्यहाँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दो रहेछ। जराइसँग उचालेर जहाँ खाली जग्गा छ, जहाँ जमिन छ, जहाँ लाउनु पर्ने आवश्यक हो त्यो ठाउँमा चाहिँ लगाइन्छ। यहाँ यसो हेर्दा मलाई लाग्छ यो कृषि क्षेत्रले चाहिँ साँच्चै लोभलाग्दो नै छ।
बिचबिचमा यसरी हाइवेहरू छन्, हाई टेन्सन लाइनहरू माथि माथि। अब हजुरहरूले हाई टेन्सन लाइन देख्न सक्नुहुन्छ। हामी थोरै जङ्गल एरियामा आइपुग्यो जस्तो लागेको छ है। हामी थोरै जङ्गल एरियामा आएका छौँ। यहाँहरूलाई यो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।